Just around 55. सबभन्दा पहिला तपाईँको यो रेडिसन होटल कति पुरानो कति वर्ष भयो रेडिसन होटल ओपनिङ चाहिँ 99 मा गरेको स्पेशली पेस्टिसाइड पनि इन अफ द 99 मा गराएको डिसेम्बर 99 डिसेम्बर गराएको सुरुमा हामीले लबीमा राखेका थियौँ त्यसपछि हामीले पोस्टमा यहाँ इन्लार्ज गरेर यहाँ सारेको अनि त्यसपछि अहिले तपाईँहरूको यो रेडिसनको केकको आइटममा सबैभन्दा बढी बिक्ने आइटम चाहिँ कुन हो यसमा पर्टिकुलर यही भन्नुभन्दा पनि हाम्रो कस्टमर चाहिँ एक्सपर्ट कस्टमरहरू बेसी हुन्छ र यसमा लोकलको चाहिँ पाइनएप्पल केक ब्ल्याक फरेस्ट केक इन्डियनले ब्ल्याक फरेस्ट केक त्यसै मोस्ट अफ द एक्सपर्ट कर्नरहरूले चाहिँ चक्लेट गरेको चाहिँ बेसी छ र चक्लेटमा पनि क्याटेगोराइज छ सफ्ट चक्लेट केकदेखि लिएर रिच चक्लेट केक छ उनीहरूको चाहिँ त्यो चोइसभित्र पर्छ अनि अब ठमेल.com जुन अहिले हामीले काम गरिरहेछौँ यसबाट यहाँको उसमा के छ भन्नुपर्ने हाम्रो यसमा त मेरो त्यो 18-20 वर्षको एक्सपिरियन्स चाहिँ सबभन्दा पहिलो एक्सपिरियन्स ठमेल.com गराएको थिएँ मैले जोइन उहाँको बिजनेस देखेर हामीलाई पनि एक किसिमको सरप्राइज जस्तै भएको थियो कसरी गर्ने उत्सुक थियो त्यतिखेर त्यतिखेर हामीले सुरु गरेको थियौँ पहिलोचोटि र सरै खुसी लाग्यो होइन अनि त्यसपछि यो वर्षभरिमा रेडिसनको यो पेस्ट्री डिपार्टमेन्ट चाहिँ कुन बेलामा सबैभन्दा बढी बिजी रहन्छ सबैभन्दा म्याक्सिमम् बिजी भने त डिसेम्बर जुन क्रिस्चियनहरूको क्रिसमसको बेलामा नि सबैभन्दा बिजी हुन्छ त्योभन्दा बेसी फादर्स डे मदर्स डे यो टाइम ओकेजनहरूमा चाहिँ स्टुडेन्ट हुन्छ अन एन एभरेज बिजी त सबैलाई भयो नि त त्यसमा ठमेल.comको कुनै रोल छ ठमेल.com त मोस्ट इम्पोर्टेन्टली हो हाम्रो लागि किनभने सुरुमा हामीले सुरु गरेँ नेट बिजनेस चाहिँ ठमेल.comबाट सुरु गरेँ अनि तपाईँको आफ्नो बारेमा केही भनिदिनुहुन्छ मैले विशेष गरेर ओभराइबाट क्यारियर स्टार्ट गरेँ मैले त्यसपछि होल्डिङ त्यसपछि आएर त्यसपछि अहिले रेडिसन अनि ओपनिङ सुरु गरेँ मैले रेडिसनमा कति वर्ष भयो रेडिसनमा 8 वर्ष 8 वर्ष भयो 8 वर्षदेखि तपाईँ ओपनिङ टिमै भित्र अनि रेडिसनको के को स्पेसियालिटीको कुरा गर्दाखेरि यसमा लगभग 2-3वटा पक्षहरू छ एक त हाम्रो इन्ग्रिडियन्ट्स पार्टहरू राम्रो इन्ग्रिडियन्ट्स युज गर्छौँ त्यसरी रेसिपीले आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्ने आफ्नै किसिमको क्याटेगोराइज छ मेरो आफ्नै किसिमको स्ट्यान्डर्ड मेन्टेन मैले आफ्नै चेकअप गरिरहेको छ स्ट्यान्डर्डमा मैले कहिले पनि कम्प्रोमाइज गर्दिनँ भने चाहिँ क्वालिटी कन्ट्रोल त्यसमा एकदम एस्योर छ एकदम अनि अरू केही भन्नुहुन्छ सर्वप्रथम त मलाई यस बातमा खुसी लाग्छ कि काठमाडौँको सबभन्दा बेस्ट पेस्टिसाइड भन्दाखेरि मलाई आफ्नो खुसी लाग्छ र स्पेसली लास्ट डिसेम्बरमा अस्ट्रेलियन एकजना टुरिस्ट आएर चाहिँ सरप्राइज जस्तो हिसाबले दे डोन्ट बिलिभ नेपाली पेस्टिसाइडले चाहिँ यति काम गर्यो भन्ने कुरा चाहिँ उसले क्लियर गर्दा मलाई एकदम खुसी लाग्यो त्यसले चाहिँ एप्रिसिएटहरू बाहिर आउँदाखेरि खुसी लाग्छ लोकली कतिको लोकल हिसाबले पनि लोकल पनि एकदम राम्रो रहेछ तपाईँको राम्रो छ कहाँ सिक्नुभयो कहाँ गएर यसरी सिक्नु अन्त यस्तो बनाउनु सक्दैन कसरी यस्तो क्वेसनहरू आउँछ हामीले पनि सिक्न पाए हुन्थ्यो र त्यसमा पनि लोकल कम्पिटेटिभ मार्केटहरूमा जस्तो होटलहरूमा चाहिँ स्याम्पलहरू जसले लिएर जान्छ त्यतिखेर खुसी लाग्छ मलाई कि आई एम द बेस्ट धन्यवाद